भ्लग। आज चाहिँ म चाहिँ भर्खरै उठेको हो अनि आज चाहिँ शिवरात्रि हो अनि अहिले चाहिँ म नुहाउन लाग्छु अनि आज पनि आमाको बर्थडे हो अनि अहिले चाहिँ मामु म ह्याप्पी बर्थडे भनेर जान लाग्छु त्यो चाहिँ म देखाउँछु है त ल ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे आमा अब चाहिँ म नुहाउन जान्छु अनि पछि बाटो छेक्छु अघि चाहिँ मैले नुहाएर भाइ अब चाहिँ हामी बाटो छेक्न लाग्छौँ अब चाहिँ हामी बाटो छेक्दैछौँ दुईतिरवटा छ एउटा त्यहाँबाट अहिले ब्रेक फेल भइदियो अब के हुन्थ्यो मान्छे ओके न यति ठाउँमा दिइसकेको हुन्छ हेलो गाइस पैसा दिएपछि चाहिँ झार्दियो होला हेर त कपाल दे कपाल उताबाट एउटा अटो आउँदैछ मेरो हातै कामी राख्यो जान दियो त्यो मोटरसाइकल पैसा दियो आहा दिन्न क्या अब गरेर कराइदिनु न तपाईँ छैन भयो पर्दैन छोड्दै त्यत्रो कसरी छ अहिले चाहिँ हामी पिकनिक खाएर गयौँ अनि यो चाहिँ फोहोर हो पिकनिकको अनि ललिपप स्विगन अनि जो पिरो बुझन्थ्यो त्यो चाहिँ कति पिरो थियो अन्त पछि हामी एक बोट हेर्छौँ कस्तो राम्रो छ यो चाहिँ फुल जस्तै तर मैले खाएर भइसकेँ त्यही भएर यस्तो भएछ फ्ल्याट अब चाहिँ हामी ट्याग खेल्न लाग्छौँ हामीले चाहिँ त्यो बाटो उ गरेर भइसक्यौँ अघि नै अनि हामी चाहिँ अब ट्याग खेल्न लाग्छौँ हेलो मैले चाहिँ फेरि भेटेँ आज चाहिँ आमाको बर्थडे हो अनि हामीले चाहिँ सरप्राइज लिन लाग्छौँ गर्न लाग्छौँ अनि मामुन बाबा चाहिँ 20 मिनट्सभित्रमा आइसिन्छ अनि चाहिँ आमाको बर्थडे आज सरप्राइज राखेको छौँ अनि हामी चाहिँ अब म चाहिँ केक काट्ने बेला भेट्छ है ल बाई हामी चाहिँ आमाको बर्थडे हो त्यही भएर म चाहिँ अलिक बिस्तारै बोलेछु सरप्राइज गर्ने हो अनि यो चाहिँ आमाको बर्थडे हो ह्याप्पी बर्थडे मम्मी लेखेको छ
अनि हामी चाहिँ रेडी गर्दैछौँ अनि हामी पछि आमालाई बनाउँछौँ त्यो चाहिँ सरप्राइज है कस्तो राम्रो देख्छ चाहिँ हामी चाहिँ यो कप गर्छौँ हामी चाहिँ सबै जानेछौँ अहिले चाहिँ म गर्छु यता आऊ न माथि फाल न ल माथि माथि सर माथि पहा एकछिन Happy birthday dear Amma Happy birthday to ल अलि अगाडि जाऊ उता उता जा यसो त बोलेन खै ल भाइ ल भयो यस्तै घुमा बाबु ल भयो ह्याप्पी बर्थडे भयो ल हो त्यो अब त्यसो हो ल Happy birthday ह्याप्पी बर्थडे ल आमालाई खुलाउ छिटो गरिदिन्छु अब आमालाई नि खुलाउ न खुलाउ न ओइ आफै जानुपर्छ म गएको जे मन लाग्यो त्यही गएँ ल ह्याप्पी बर्थडे ल ल ल सबैलाई बाँडिदिउँ त के कपडा भिज्यो आमा हाम्रो चाहिँ आज लास्ट दिन हो चितवनमा अनि हामी चाहिँ भोलि काठमाडौँ जान्छौँ अनि हामी चाहिँ 2 दिन बस्छौँ अनि त्यसपछि म चाहिँ भोलिको जर्नीहरू सबै देखाउँछौँ अनि हामी पछि पोर्चुगल गए हामी चाहिँ पोर्चुगल जाने हो बाबा चाहिँ आयरल्यान्ड गइसिन्छ पोर्चुगल चाहिँ एक दिन होइन एक दिन बसिन्छ अनि त्यसपछि फेरि आयरल्यान्ड गइसिन्छ पोर्चुगलबाट अनि हामी मामा चाहिँ एक्लै हुन्छौँ अनि त्यही हो के भन्छ हामी चाहिँ काठमाडौँ भोलि जान्छौँ अनि म चाहिँ भोलि देखाउँछु है त ल बाई माई सब्सक्राइब